दक्षिण कोरियाको यन्चुङ इल अर्थात् शहीद स्मृति दिवस। हरेक वर्ष जुन 6 मा दक्षिण कोरियाले यन्चुङ इल अर्थात् शहीद स्मृति दिवस मनाउँछ। यो दिन राष्ट्रको लागि आफ्नो जीवन बलिदान गर्ने वीर शहीद र सैनिकहरूको सम्मान र सम्झनामा समर्पित छ। यो सार्वजनिक बिदा हो जहाँ दक्षिण कोरियालीहरूले देशको रक्षाका लागि गरिएका सर्वोच्च बलिदानहरूलाई स्मरण गर्छन्। शहीद स्मृति दिवसको मुख्य समारोह राजधानी सियोलमा रहेको राष्ट्रिय चिहान सौल नेशनल सेमेट्रीमा आयोजना गरिन्छ। यस समारोहमा राष्ट्रपति, सरकारी अधिकारीहरू, सैनिक प्रतिनिधिहरू र शहीद परिवारका सदस्यहरू लगायत अन्य नागरिकहरूको उपस्थिति रहन्छ। देशभरि बिहान 10 बजे साइरन बजाइन्छ र 1 मिनेटको मौन धारण गरी शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गरिन्छ। यो दिन दक्षिण कोरियाका झण्डाहरूलाई आधा झुकाइन्छ। विभिन्न ठाउँहरूमा श्रद्धाञ्जली कार्यक्रमहरू आयोजना गरिन्छन् र मानिसहरू चिहान र स्मारकहरूमा फूल चढाउँछन्। यो दिनले कोरियाली युद्ध, कोरियन वार र अन्य द्वन्द्वहरूमा ज्यान गुमाएका सैनिकहरूलाई विशेष सम्मान र विशेष रूपमा सम्झन्छ र यसले देशको स्वतन्त्रता र सुरक्षाका लागि लड्ने सबै देशभक्तहरूलाई समेट्छ। यन्चुङ इल केवल शहीदहरूको सम्झना गर्ने दिन मात्र होइन, यो भावी पुस्तालाई देशप्रेम, बलिदान र शान्तिको महत्त्व सिकाउने एउटा अवसर पनि हो। यो दिनले दक्षिण कोरियालीहरूलाई आफ्नो राष्ट्रिय पहिचान र इतिहासप्रति गर्व गर्न प्रेरित गर्दछ।